यो आज हाम्रो सरी हेर त यो आज हाम्रो डिनरको सेटअप हो आज के हो भन्दियो आज हमको हैप्पी बर्थडे हो र हामी कुन प्लेसमा छौँ हजुर कुन प्लेसमा हामी यो चाहिँ हामी कसारा चितवनमा पर्छ एकदमै राम्रो हल्का अलिअलि चिसो छ तर हामीसँग यहाँ उ छ बाहिर छ हैन अनि यो चाहिँ हाम्रो डिनर चाहिँ यहाँ आउटसाइड छ तर केही छैन रमाइलो भइरहेछ अनि अब खै के सरप्राइज अरे अब आउँदैछ म चाहिँ यहाँ वेटिङमा बसिरहेको छु म पनि हेर्ने कुन सरप्राइज छ म केक खाने This is our candlelight dinner. Huh? Yes. What about the drinks? What drinks? It's very cold outside. No drinks. आयो आयो ल बुढीको लागि आज बर्थडे सरप्राइज केक सरी के हो हेर त ल ल क्यान्डल लगाऊ ल हजुर बन्नु ल के सरी ल अब ब्लो गर्नुपर्छ है आमु अनि म ब्लग दुईजना ल छ तिमी पनि यतातिर आएर ब्लो गर ल म पनि ल आउला यता आउला एउटा हजुर पनि आएर भिडियो दिन्छ कि ठिक छ ल ल भाइ यसो अलि यता आउला एउटा मात्रै राख्ने कि दुईटा दिदा ल को चाहिँ नगर्ने क्या है Happy birthday to you. Happy birthday to you. Happy birthday dear. Happy birthday to you. Fu fu fu. ल ल La. थ्याङ्क यू Lu. Sorry paka paka. पकाउनु पका पका वेट ल बाबाले खुवाइदिन्छु त्यो चम्चा सरी ल खाऊ ल बाबाले खाइजाते अहिले टिस्यु पेपरै छैन रहेछ यहाँ त हेरेर बुझ्नु पऱ्यो थ्याङ्क यू सरी आऊ ल फोटो खिच्नु ल ए भिडियो नै हो यो होइन good गुड अन्त थ्याङ्क यू करो ल थ्याङ्क यू माई डियर हस्बेन्ड केक चाहिँ एकदमै मिठो रहेछ यो सोधेको यहीँ बनाउनु भएको रहेछ केक चाहिँ फ्रेस 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 तर मिठो लाग्यो त्यो मिठो छ सबै खाऊ ल गरी पनि भयो है तिम्रो आमाको बर्थडेको केक खाऊ अब सुमाको पनि बर्थडे आउँदैछ नि है सुमा हो नि अब सुमाको बर्थडेमा पनि केक खाने केक खाने केक कट गर्ने है म सुमाले कट गर्ने है होइन त्यतिखेर बाबाले कट गर्ने होला तिम्रो बर्थडेको बेलामा हैन होला होला होइन किन म होला होइन होला होला मेरो नाम चाहिँ अभिषेक म चाहिँ यहाँ फुड एन्ड बेभरेजको सर्भिस सो तपाईँहरूको चाहिँ आज डिनरमा चाहिँ इन्डियन कुजिन प्रिपेयर गरेको छौँ सो इन्डियन कुजिनमा चाहिँ चारवटा आइटमको फुडहरू सर्भिस हुन्छ फ्लावर खाने सो स्टार्टरमा चाहिँ सुप हुन्छ सुपमा चाहिँ टमेटो सोर्बा सुप होममेड ब्रेड त्यसपछि सलाद सर्भिस गर्छौँ सलादमा चाहिँ बिग वन बिटुर सलाद अनि त्यसपछि हुन्छ कुकुम्बर एप्पल पट्याटो सलाद हुन्छ सो मेन कोर्समा चाहिँ हजुरहरूको भेज पुलाउ त्यसपछि येल्लो दाल फ्राई तिन त्यसमा खाने हो इन्डियन आइटमको ड्राई भेजिटेबल त्यसपछि तावा भेजिटेबल तिमी यो फ्लावर खाने हो बटर नान
नन भेजमा चाहिँ हजुरहरूको कढाई चिकन हुन्छ अनि त्यसपछि पालक पनिर। सो डेजर्टमा चाहिँ गुलाब जामुन र क्यारट केक हुन्छ। है। हजुरहरूको कुनै एलर्जी फुडहरूमा केही छ त्यस्तो? त्यस्तो त छैन होइन, तर हामी यो मटन पोर्कहरू चाहिँ लिँदैनौँ, भए पनि हामी चिकन मटनहरू चाहिँ छैन, चिकन मात्र छ। हुन्छ, चिकन मात्र भए चाहिँ हुन्छ। हजुर रेडी हुनुहुन्छ? हुन्छ हुन्छ। यो चाहिँ अब हाम्रो डिनर कस्तो राम्रो राम्रो छ हेर्नु न। यो चाहिँ अब हाम्रो राइस भयो होइन, राइस। अनि यो चाहिँ के हो, यो दाल दाल। अनि यसमा चाहिँ यो हाम्रो फिस करी छ, यो चाहिँ पालक पनिर, यो चाहिँ अचार छ, अनि यो चाहिँ हाम्रो तावा मसरुम छ। यहाँ चाहिँ हाम्रो स्यालेडहरू छ है। अब चाहिँ हामी डिनर गर्न जाँदैछौँ। रेडी ल, म चाहिँ हाल्दैछु यहाँ। सुमा ल इट ल। यो चाहिँ अब आफू कुन के खाने ल भन्छ थोरै थोरै हाल्नु मैले। थोरै थोरै हाल्नु। फिस भनेको त चिकन पो रहेछ। फिस छैन, चिकन मात्र। चिकन रहेछ दाल लिने होइन। मलाई यो कस्तो मन पऱ्यो कि यो भाँडाहरू चाहिँ हेर्छु नि। तिमीलाई हाल, म हाल्छु आफै। यो भाँडाहरू चाहिँ कति राम्रो रहेछ नि, सानो सानो के। तिमीलाई के चाहिन्छ तिमी हाल, म हाल्छु।